हेलो गुड मर्निङ गाइस, गुड मर्निङ सबैजनालाई। र आज चाहिँ हामी गौछरा फेरि सन्डेको चाहिँ हल्का छोटो मिठो हाइक जान लागेको। अहिले हामी चाहिँ अन्तिमको प्लाजामा छौँ र चाहिँ अब हामी पहिला ब्रेकफास्ट गर्छौँ मेट्रोमा, त्यसपछि भेट्नेछौँ त्यो गाइस। हाम्रो ब्रेकफास्ट आइपुग्छ, ब्रेकफास्ट खाऊ केटा। यो चाहिँ मेरो चिया छ, केटाको चाहिँ लेमन। हेलो गुड मर्निङ, नमस्ते, सेवा र सबैजनालाई र वेलकम टु माई न्यू ब्लग। र आज चाहिँ सन्डे, आज हामी गौछरा फेरि लान्तो आइल्यान्डको चाहिँ हाइक जान लागेको र तपाईँलाई चाहिँ अब त्यहाँ के छ तपाईँहरूलाई चाहिँ हल्का यसो भिडियो सुट गरेर देखाउँछु, हेर्दै हुनु गाइस। ओके, अहिले हामी चाहिँ यहाँ अन्तिमबाट तुङचुङको लागि E30 बस चढिसकेका छौँ। अब उता तुङचुङमा भेटौँ गाइस। ल त अहिले हामी चाहिँ यहाँ यसमा छौँ, सिटी गेट आउटलेटमा। अब हामी चाहिँ 11 नम्बर बसमा चाहिँ जानु लागि अहिले हामी चाहिँ यहाँ 11 नम्बर बसमा चाहिँ लाइन लाग्दैछौँ। अगाडि बस्यो नि। हामी यसो हिँड्दैछौँ अहिले छोडेर हामी। अब चाहिँ हाम्रो हाइकिङ सुरु भयो त खच्ची लागि त यहाँ चाहिँ यस्तो रहेछ। यहाँबाट जानु हो यहाँको चाल चाहिँ लागि त अब हामी चाहिँ यहाँबाट चाहिँ 5 मिनट जति हिँडेर चाहिँ अब यहाँ चाहिँ एउटा नहर जस्तो छ, त्यहाँबाट चाहिँ अब हामी माथि जान लाग्यो त। यहाँ चाहिँ अब हाम्रो डग टिच हाइक सुरु हुन्छ त। लाग्यो त अब हाम्रो चाहिँ यहाँ हाइक सुरु भएको अवस्था। सुरुमा चाहिँ यस्तो जङ्गल छ घना। यो चाहिँ के देखाउने अब, यो चाहिँ बाटो निकै लामो छ यस्तो। ल अब यो चाहिँ ढुङ्गाको सिडीहरू सुरु भइसकेको अवस्था यस्तो छ। यहाँ छोडेर म यहाँ छु। यस्तो छ ढुङ्गाको सिडीहरू। मान्छे त सब गइसकेको छ, हामी अलि ढिलो भयो। यस्तो छ तल देखाउँछ, तल चाहिँ यस्तो छ। ल त अहिले चाहिँ हामी कतिमा छ भने 75 मिटर हाइटमा छ अहिले। हेर्न सक्नुहुन्छ अब माथि कति हाइटमा पुग्छ त्यो तपाईँहरूलाई चाहिँ देखाउँछ कति मिटर हाइटमा पुगेछ माथि टपमा। ल त यहाँ जङ्गल सुरु भइसकेको छ। जङ्गल सुरु हुनु साथसाथ सास पनि हल्का फुलिरहेको छ। हेर्नुहुन्छ जङ्गलमा हेर्न सक्नुहुन्छ यो सिमेन्टको चाहिँ ठाडै छ यार। यो भ्याङ चाहिँ उकालो ठाडै छ यार। हेर्नु साइडमा चाहिँ यो यता पानी पर्दा बेला चाहिँ कुलो पानी पकाउनलाई कुलो बनाएको छ। यहाँ यस्तो चाहिँ ठाडै यार। धेरै लट्ठी लानुपर्छ यार। ठाडै छ उकालो यार, ठाडै छ नि त।
ठाडे करे हेर्नु ठाडे अहिले हामी चाहिँ हिँडेर 15 मिनट जति भइसक्यो हाइक अहिले हामी चाहिँ यहाँ सेक पिक कन्ट्री ट्रायलमा आइपुगेको छौँ डिस्टेन्स पोस्ट C1510 रहेछ अब हामी चाहिँ अगाडि बढ्नेछौँ हिँडेको 10-15 मिनट भयो ल अहिले फेरि हामी 20 मिनट जति भयो यहाँ हिँडेको यहाँ सिधा बाटो छ त्यसो अब वहाँ पुगेपछि फेरि माथि डाइरेक्ट माथि होला अहिले अब यहाँ हल्का पसिना भएको छ हामी ल यहाँ खोल्चा रहेछ एउटा तर पानी छ यहाँ अब हामी खोल्चा तरेर चाहिँ अगाडि बढिरहेको छौँ अब हाम्रो चाहिँ गन्तव्य माथि यो दोक्ती चढेर चाहिँ तल लन्ताउ बुद्धमा चाहिँ निस्किने प्लान हो ल हेर्ने गर्दैन साथी हो है त अगाडि के छ तपाईँहरूलाई चाहिँ हल्का देखाउने प्रयास गर्नेछौँ अरे यहाँ चाहिँ यस्तो छ यो रुखहरू चाहिँ यस्तो हुन्छ खतरा ल त अहिले पनि हामी त्यसो हिँड्दैछौँ अब कतिखेर डाइरेक्ट उकालो आउने हो यहाँ पनि यो निगालहरू चाहिँ सानो सानो जङ्गलको यसलाई चाहिँ निगालै भन्छ नि निगाल पछि कति निगाल है केटा हजुर के ढाका आएको यस्तो हेर कसम हेर अहिले चाहिँ हामी सेक पिक कन्ट्री ट्रायल यो चाहिँ C1508मा आइपुगेको अवस्था ल अझै हामी चाहिँ अगाडि हिँड्दैछौँ अहिले हामी चाहिँ हिँडेको चाहिँ तलबाट 20-25 मिनट जति भइसक्यो स्टिल यो बाटो चाहिँ यस्तो छ यहाँ खोल्चाहरू चाहिँ सानो ढुङ्गा बिछाएर चाहिँ बाटो बनाएको छ यहाँ सानो खोल्चा रहेछ तर यहाँ चाहिँ पानी छैन पानी चाहिँ चपक्क सुकिरहेको छ यहाँ ढुङ्गाहरू छ त्यसमा चाहिँ हामी राम्रोसँग हेरेर हिँड्नुपर्छ यहाँ चाहिँ भ्यू पनि त कस्तो हामी यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ है त अलिअलि त्यो समुद्र देखेछ अनि डाँडे काँडा ल त आज हामी चाहिँ स्टिल अगाडि फर्दर हाम्रो गन्तव्यतिर चाहिँ हिँडिरहेको छौँ र अलि अझै पनि यहाँ 10 मिनट जति भयो तेर्सो बाटो छ यहाँ ढुङ्गाहरू छ त्यस्तो ढुङ्गाहरू ल त अहिले चाहिँ हामी बाउछार चाहिँ स्टिल हिँडिरहेको छ है जङ्गल यस्तो के अरे छुट्टीको दिनमा यस्तो मजाले हाइकिङ गर्न चाहिँ शान्त ठाउँमा चाहिँ यो के भन्छ अरे यो जङ्गलभित्र फरेस्टमा चाहिँ भित्रको इन्भाइरोमेन्ट चाहिँ अर्को हुन्छ आनन्द लाग्छ यहाँ तल पातो छ यहाँ एउटा ठाउँमा चाहिँ रुखको जरा छ पातहरू छ नेचरमा हिँड्ने चाहिँ अर्को नै मजा हुन्छ है त्यही भएर चाहिँ हामी बेला टाइम मिलेर चाहिँ यसो हाइकिङ आइरहेको हुन्छु यस्तो छ यहाँ अझै त्यस्तो चाहिँ बाटो छ अब कतिखेर चाहिँ डाइरेक्ट माथि आउनु यहाँ फेरि वार्निङ दिइरहेको छ यहाँ खोल्चा रहेछ त्यही भएर चाहिँ गभर्मेन्टले पहिले बियर फ्ल्यास फ्लोट्स रे यहाँ चाहिँ पानी पर्दाखेरि चाहिँ ठुलो यहाँ माथिबाट चाहिँ पानी बगेर आएर चाहिँ मान्छेले चाहिँ बगाउनु सक्छ त्यही भएर चाहिँ यहाँ पहिल्यै नोटिस हालिरहेछ है गभर्मेन्टले चाहिँ आफू सेफ हुनलाई यस्तो नोटिस लगाएको छ गभर्मेन्ट चाहिँ बाटो छ यहाँ यहाँ अब के भइहाल्यो भने हामी तिमीहरूले किन नोटिस गरेको भन्ला त्यस्तो भन ल त गाइज अहिले हामी चाहिँ तल थियो तलबाट चाहिँ हामी अघि
ऊ तल थियो हामी त्यहाँबाट चाहिँ हामी एक राउन्ड लगाएर आइसक्यो यहाँ अघि हामी यहाँ थियो तल अघि हामी यहाँ थियो क्या यहाँ सरी यहाँ थियो अब यहाँबाट चाहिँ हामी लाग्यो नि त कति माथि आइसकेको छ अब कति हाइटमा आयो अब हामी आयो भने तपाईँलाई देखाउँछु तपाईँले हामी जस्तो त्यही 20-25 मिनट जति भयो होला आधा घन्टा पनि भएन के हो तर आज हामी कति हाइटमा छौँ 172 हाइटमा छ है 172 मिटर हाइटमा अब यस्तो जङ्गल छ हेर्नुहोस् है टक्क वरिपरि जङ्गल छ तल समुद्र छ अनि हामी माथि आइसकेको छौँ अब यो स्टुल हामी हिँड्दैछौँ है त यहाँ यस्तो बाटो चाहिँ यो चाहिँ अलिअलि यो चाहिँ ओके यो चाहिँ हामी आउँदै गरेको बाटो है यो चाहिँ हेर्नु सक्नुहुन्छ है त हामी जङ्गल तेर्सो हिँड्दैछौँ अझै यो चाहिँ बाटो चाहिँ अहिले यसबाट क्यामेराबाट ट्राई गर्नु कस्तो आउँछ भिडियो यो चाहिँ हामी जाने गरेको बाटो यस्तो छ कतिको राम्रो आउँदैछ हेरौँ न एउटा बुढा आउँदैछ हेर्नुहोस् माथि यस्तो डाँडो रहेछ माथि यहाँ त माथि जानु खास हामी माथि जानुपर्ने यस्तो यार क्यामेरा अफ गऱ्यो यहाँबाट हेर्न सक्नुहुन्छ माथि चाहिँ पिकबाट देखिरहेको छ यहाँबाट केटी रहेछ केटी केटा जस्तो यहाँ चाहिँ अगाडि हामीभन्दा अगाडि चाहिँ एउटा केटी बल्ल भेट्यो यहाँ हाइकिङको रूपमा नत्र त बिहानदेखि चाहिँ कोही पनि भेट्दैन एउटा दुईवटा केटा चाहिँ माथि चढेर चाहिँ झरेकोदेखि भेट्यो तल भर्खर हामी चढ्ने बेलामा तर चाहिँ अहिले चाहिँ बल्ल एउटा केटा राम्रोसँग हेर है यस्तो त बाटो चाहिँ अलिकति बाटो खतरा छ कि यस्तो ढुङ्गाहरू चाहिँ हेर्दै गोप्रो गार्जियन हेर्दै यस्तो ढुङ्गा उयो छ यस्तो खतरा ढुङ्गाहरू छ के भन्ने यस्तो छ यस्तो ढुङ्गा छ अरे यस्तो ठोकेर गएन त त्यही भएर चाहिँ यो हाइकिङहरू जाँदाखेरि चाहिँ हाइकिङकै जुत्ताहरू लाउनुपर्छ नत्र नै अब मान्छे चाहिँ एक्सिडेन्ट हुनसक्छ लोड्न सक्छ झन् त के खतरा हेर हाम्रो त पारी कत्रो ढुङ्गाहरू देखेर हामी माथि थियो ल आज यहाँ चाहिँ तल छङ्गै छ यार तल उहाँ भिड छ माथि यस्तो ढुङ्गाहरू छ हेर्नु यस्तो ढुङ्गाहरू छ उता उयो पार हेर्नु यस्तो हेर्नु भिड छैन डाङ्गै अनि यता चाहिँ यस्तै तल छङ्गै छ भिड खसेर नै मान्छे तलै पुग्छ यार यस्तो छ माथि डाँडा यस्तो छ तल चाहिँ कराइरहेको छ आफ्नो तालमा ल त यहाँ फेरि अर्को खोल्छ है फेरि यहाँ झन् किराहरू कस्तो कराएको छ यार यस्तो ढुङ्गा ठुल्ठुलो छ यहाँ बरु खोल्दा सुरु भयो अलिक पानी रहेछ अलिक पानी छ कस्तो ढुङ्गा आमा अरू हामीले फोटोसोटो खिचेर यार यहाँ चाहिँ यसरी हामी हिँडिरहेको छौँ सर म जङ्गलमा कस्तो कराएको किराहरू हेर एकैतालमा यस्तो छ अब एकछिन उता तल पानी खाएर ल अघि चाहिँ त्यसरी चाहिँ थियो अहिले फेरि यहाँ चाहिँ फेरि के हो ओह्रालो छ हेर ओह्रालो तिनीहरू आउँदैछ बल्ल चाहिँ दुईजना तिनीहरू भेटेँ माथिबाट आउँदै गरेको ल हामी चाहिँ 40 मिनट जति भयो होला हिँडेको छोरा र म यहाँ चाहिँ यस्तो ढुङ्गाहरू छ आउँछ हेर केटा ल यस्तो हुन्छ यत्रो ढुङ्गा चट्टान छ हेर्नु त कत्रो ढुङ्गाहरू छ राम्रो
यहाँ अगाडि पुतली हिँडिरहेछ पुतली यार पुतली के खोजेको हो आउँछ होइन यहाँ त केटा हिँड्छ यस्तो चाहिँ बाटो यहाँ यता कत्रो ढुङ्गा यार यहाँ फेरि अर्को भएन कति पुतली यार ए छेउमा हिँड रोड बिस्तारै भयो त कति कति पर आमा अघि उताबाट आएको थियो त ओइ अघि उताबाट आएको त उताबाट हेर्नु त है अघि आउनु देखेको थियो नि यो ठाउँ यता रहेछ यार एकछिनमै पारि आइपुग्यो हामी त ल त यता है यहाँ चाहिँ आज चाहिँ हामी डकतित चढ्न आएको यस्तो हुन्छ है यस्तो छ डकतित हो चाहिँ नजारा ल जाउँ बिस्तारै हिँडौँ बिस्तारै अब त्यो अब गोलाउनु हो त अब उता उकालोमा पानी खाऊँ ल यहीँ खाऊँ ल पानी खाएपछि ल आहा क्या मिठो पानी हेर पानी पनि हामी कति लिटर 2.1 लिटर ल्याएको पानी यो थर्मस ओहो दामी बस्यो ल अब चाहिँ यो चाहिँ राख्नुपर्छ साह्रो अलि त बाङ्गो भएछ नि त पानी ल हामी चाहिँ यसरी चढ्थ्यौँ यहाँ चाहिँ तल यस्तो हङ्गै छ यार छङ्गै छ नि त तल ऊ तल यहाँ समुद्र देखिरहेको छ माथि कति हाइट छ हामी अलिकति भने कति मिटर हाइटमा 100 समथिङ भएछ ल हिँड्नु एउटा बिस्तारै बिस्तारै नाथ्यो नि यहाँ हामी हिँड्दैछ यस्तो छ चाल यस्तो छ सेफ्टी अलिक सेफ्टी भएछ न त्यो लोड नै हात काट्दैन क्या मेन कुरा थियो ग्रिप पनि छ त्यो यहाँबाट हिँड्छौँ चाहिँ माथि तल समुद्र अनि हामी कति हाइटमा छ भने 100 समथिङ छ अहिले तपाईँले माथि गरेर देखाउँछ अहिले यतै नो ग्रेट फ्राइड के लेख्यो यो अस्ति यताबाट कसरी लाग्थ्यो हामी होइन यता हो कि यता हो माथि जाने पाउँदैन यहाँबाट देखाउनु भाउलाई यो चाहिँ बिग बुद्ध गोबरमा भेटेको भएछ नि यहाँबाट आँखाबाट देखेछ तर गोबरमा देखेको ल हामीले हिँड्नेछौँ यो बाटो त्यो अल्को डाँडा चाहिँ भयो नि त यो त मिडल हो नि यो चाहिँ हामी आउँदै गरेको बाटो है यो चाहिँ हेर्न सक्नुहुन्छ यता जङ्गल त्यस्तो हिँड्दैछौँ अझै यो चाहिँ बाटो चाहिँ हामीलाई यसबाट क्यामेराबाट काट्नु कस्तो आउँछ माथि जाने कस्तो हामी डाँडा हेर्नुहोस् यो चाहिँ है यो चाहिँ दोकतित भन्छ माथि जानुपर्ने हामी अलिक तल आएछ यार तलको मिडल हामी चाहिँ मिडल दोकतिततिर आएछ है यहाँ चाहिँ मुढाहरू काटेर आएको छ यो पनि यहाँ के भन्छ यार पहिलो गएर चाहिँ यो गाडेछ ल यहाँ सिधा हिँड्दैछ हामी यार ल त 1 o'clock हुन लागिसकेको छ हामी अब यहाँ चाहिँ अब माथि भित्र पस्ने जङ्गल फेरि माथि यस्तो घना जङ्गल छ डाँडा छ हेर्नु माथि अब कति अल्को छ डाँडा हेर हामी चाहिँ वेस्ट दोकतिततिर जाने भनेको यो चाहिँ मिडल दोकतिततिर आएछ ठिकै छ अब अगाडि हेर्दैछौँ यहाँ बियर अफ फ्लस टर्च लेखेको छ अब सधैँ आउँदैन नि यो पानी पर्दाखेरि चाहिँ हामीले चाहिँ याद गर्नुपर्छ भनेको मात्रै कि
लागि जङ्गल हिँडिरहेको छ हामी यहाँ जङ्गल छ यहाँ हेर्दा यो पुगेको अरूको पातहरू छ यस्तो छ यहाँ चाहिँ यस्तो खोल्छ त कति आएछ यार किन डार्क भएको जस्तो यार यो चाहिँ क्यामेरा चाहिँ जान लाग्छ जस्तो यार चाहिँ यहाँ खोल्छ यहाँ नै दिनमै यार अँधेरो भएर छ यहाँ फेरि रुखहरूले गर्दाखेरि रुखहरू यहाँ बाक्लो भएर दिनमै अँधेरो भइरहेको छ नि ल आज चाहिँ सही एक्सर्साइज भयो देख्दैन गोबरमा यार ल अगाडिमा जाउँ त अब ल त फेरि अगाडि चाहिँ हाम्रो गन्तव्य चाहिँ अझै बाँकी छ केही ल स्टिल हामी हिँडिरहेको छौँ यस्तो छ बाटो चाहिँ यो यता चाहिँ यस्तो भिड छ है त तल छमै भिड छ अरे स्टिल हिँड्दैछ नि यहाँ त के हो बिवर अफ फ्लड्स भन्छ यहाँ थुप्रै एउटा छ कि यो खोल्साहरू ini bistarin दामी यार अलिअलि गर्दा निकै हेर हाइटमा आएछ हामी त अहिले हाइट कति भने 325 मिटर हाइट एल्टिट्युड म चाहिँ आइसकेको अवस्था हामी अहिले त स्टिल हामी हिँड्दैछौँ तर यस्तो त बाटो ढुङ्गा छ अरे यो पक्का यो सेतो यो छिर्किमिर्के ढुङ्गाहरू चाहिँ हाम्रो त ढुङ्गा कत्रो वक यार एउटै ढुङ्गा यो सबै ल छोरा हामी चाहिँ स्टिल हिँड्दैछौँ अहिले 3 घन्टा हुन लाग्यो अहिले हिँडेको हामी है 3 घन्टा हुन लाग्यो ओके त गाइस स्टे ट्युन यहाँ चाहिँ सानो खोल्छा चाहिँ पानी बगिरहेको छ यहाँ हेर्न सक्नुहुन्छ यस्तो रहेछ तर पानी थोरै सानो रहेछ पक्का चाहिँ यताबाट आयो हामी जाउँ भाउमा कति किरा फटाएर कराएको हेर्दै उडाट लाग्यो गाउँमा राइट गाइस अब हामी चाहिँ हिँड्दैछौँ है यहाँ
वेस्ट डोकतिर जाने भनेको अब हामी चाहिँ यी के अरे मिडल डोकतिर आएको रहेछन् ठिकै छ यो चाहिँ मिडल चाहिँ अलिकति इजी रहेछ कि अब त्यो वेस्ट चाहिँ अलिकति यस्तै डाँडा यस्तै रहेछ यस्तै अग्लो यो माथि चढ्नु पर्दो रहेछ यो अघि चाहिँ हामी खास वेस्टमा चढ्नु लागेको थियो फेरि यहाँ बिलले चाहिँ अलिक खतरा हुन्छ त्यहाँ डेन्जर लेखेर छ भन्यो त्यही भएर चाहिँ हामी चढेन त्यहाँ यो पोलिन मोनेस्ट्री त्यहाँदेखि बुद्ध स्टेट यहाँ अब चाहिँ बिग बुद्ध चाहिँ आउने बाटो रहेछ यो अब हामी चाहिँ यहाँ बिग बुद्ध यो पोलिन मोनेस्ट्रीतिर तरफ चाहिँ हामी लम्काउँदैछौँ है तर यो चाहिँ हाइक चाहिँ अलि इजी रहेछ अलिअलि अलि मात्रै यस्तो ठाडो उकालो रहेछ न त त्यस्तो बाटो रहेछ जङ्गलभित्र चाहिँ आनन्द लगाउँदा गाइस अहिले हामी यहाँ चाहिँ यो पोलिन बिग बुद्धको जस छेउछेउमा आइपुगेको अवस्था यहाँ हेर्नुहुन्छ यस्तोहरू छ यहाँ यो बारहरू अहिले चाहिँ हामी एकछिनमा यहाँ पुग्नेछौँ यो चाहिँ हामी अब जाने बाटो यो चाहिँ यताबाट आएको हामी चाहिँ बाटो है पानी खाने एउटा ठाउँ बस्छ ल अझ त्यति गाह्रो छैन है यो त्यो अघि त माथि डेन्जर लेखेको चाहिँ त्यहाँ गाह्रो रहेछ अलिकति के त्यहाँ पनि चढ्यो भने खास त्यो गाह्रो हुन्थ्यो होला एकछिनमा त त्यहाँ माथि उकालो होला त्यसपछि त्यही होला ठाडो ल है त स्कुल हामी हिँड्दैछौँ ओके अब अति माथि डाँडा गएर भेटौँ न त गाजी ल अहिले हामी चाहिँ यहाँ आइपुगेको अवस्था कता भने यहाँ हामी 2.5 घन्टा भयो हिँडेको यो चाहिँ के हो डिस्टेन्स पोस्ट के लेखेको छ यो यस्तो चाहिँ यहाँ चाहिँ सी के हो 0000 सेक्पी कन्ट्री ट्रायल यता भएको अगाडिमा आएको यता चाहिँ विजडम पथ यो चाहिँ विजडम पथ भन्दो रहेछ अगाडि अब पानी खाने टक्का ल त अहिले हामी चाहिँ यहाँ अब यता त्यहाँबाट जाने अब बल्ल उता यो के अरे यो बिग बुद्धतिर झर्छ कि ल है त गाइज अहिले हामी यहाँ चाहिँ यो विजडम पथ भन्ने ठाउँमा आइपुगेको छौँ अब यहाँबाट चाहिँ उता बिग बुद्धतिर झर्छ होला अब यहाँ एकछिन हामी यहाँ चाहिँ यहाँ यस्तो छ यहाँ चाहिँ यता चाहिँ के हो हाइकिङ ट्रायल जाने बाटो रहेछ यो यताबाट रहेछ क्या त्यो चाहिँ यो मेरो त्यो के अरे दोक त्यो होला क्या मेरो अनि चाहिँ यता यस्तो छ यहाँ मान्छेहरू हाइकिङमा आएर यहाँ चाहिँ यसो सबैजना बिसाउँदैछन् यो त गिलो भन्छ यस्तो भन्छ अरे यो पक्रेको छ कि
अहिले हामी चाहिँ यसो त्यहाँ विश्राम गरेर आराम गरेर अब हामी चाहिँ यसो ड्रोनसँग हल्का उडाएर अब हामी चाहिँ उता बिग बुद्धातिर जाँदैछौँ। त्यहाँ गएर हामी बस समातेर चाहिँ घर फर्किनेछौँ। आम्बोस यार हाइक भ्या भनौँ या माथि खास त्यो इस्ट के अरे वेस्ट दोक्ती जाने भनेको आज चाहिँ त्यतिकै भयो। उहाँ अलिक रङ वे हो क्या, हामी चाहिँ मिडल ब्लकतिर गएछ, त्यही भएर चाहिँ जानु पाएन माथि। यहाँ यस्तो भत्किर घर रहेछ यार पुरानो। अब यहाँ कहिले बस्छ मान्छेहरू हेर्नु त, यस्तो घर रहेछ भत्किर घर। किन्तु अब यस्तो पो बस्छ मान्छेहरू। अब यहाँबाट काममा जानु टाढा होला हेर त, हेर यस्तो यस्तो गिजर रहेछ त्यो गिजर। यस्तो घर भूत बङ्गला जस्तो घर होइन। ल त अब हामी चाहिँ अगाडि चाहिँ बढ्दैछौँ। अब अहिलेसम्म त्यो यो बिग बुद्धा देखेको छैन, कति टाढा रहेछ यार। मम्पिङ उता हो। ल त यताबाट जान्छौँ हामी बस टर्मिनल। ल त अब हामी चाहिँ बस टर्मिनलतिर हिँड्दैछौँ छोरा म। यो किन चढ्ने क्या? 10 मिनट की और ल त यहाँ चाहिँ अहिले हामी बिग बुद्धाको छेउमा आइपुग्नु चाहिँ हेर्न सक्नुहुन्छ। अब यता हामी बस टर्मिनलतिर लाग्दैछौँ। बसमा टायर के ल त हामी यहाँ चाहिँ थाउजन्ड बुद्धमा एकजना सरी बिग बुद्धमा आएको छ। यस्तो अच्छा सिरियस छ। गेट यहाँ अब हामी चाहिँ हाइकिङ साइकिङ भ्याइ आजको चाहिँ है त गाइस। ल त गाइस आजको चाहिँ 3 बजिसकेको अवस्था र चाहिँ आजको बौछराको चाहिँ हाइक चाहिँ अलिकति रङ भयो। हामी चाहिँ खास डोक्ती जानु भनेको तर मिडल डोक्तीतिर परेछ। नेक्स्ट टाइम चाहिँ जानेछ हामी डोक्ती चाहिँ। यति भन्दै आजको भिडियो चाहिँ यहीसम्म थियो। त्यति भन्दै फेरि नेक्स्ट भिडियोमा फेरि भेट्ने बाजा गर्दै सबैजना टेक केयर। सी यू नेक्स्ट भिडियो गाइस। ओके बाई बाई, टेक केयर, सी यू नेक्स्ट भिडियो।